हेलो गाइस, मैले चाहिँ आज प्राङ्क गर्दैछु फेक लाइभ बसेको मम्मीलाई चाहिँ। मम्मी आइसक्नुभयो गाइस। लेट्स सी हेरौँ है त। मैले फेक लाइभको चाहिँ इफेक्ट ल्याइहाल्छु। अहिले चाहिँ इफेक्ट लिएर राख्छु अनि मम्मीलाई देख्दा चाहिँ त्यसमा गर्छु, नभए चाहिँ यहाँ बोल्छु है त गाइस। हेलो गाइस, वेलकम छ है सबैजनालाई। पछाडिबाट गएको मेरै मम्मी हो। खै मम्मी त आइ भन्दिनँ त देखेर। यहाँ लाइभ देख्नु भएन र? यहाँ लाइभ यस्तै हुन्छ का? लाइ हेलो गाई भन्नु का? सिधा हुनु क्या, त्यसै यहाँ मान्छेले हेरिन्छन्। मैले कमेन्ट अफ गर्छु क्या, ला यहाँ हाई भनेर जानु भन्नु का? हाई गाइस भन्नु त। मम्मीले चाहिँ विश्वासै गर्नु भएन गाइस। के गर्ने अब लाइभ हो भनेर कसैलाई तानौँ र कसैलाई गाइस। आउनुहुन्छ कोही? सबैजना बिजी। तपाईँको मम्मी कस्तो ठुली परेको। एकदम गाइस मम्मी आउनुभयो। हाई भनेर जान्न, कति ठुली पल्टेको रे। त्यस्तो ठुली पल्टिनु भएको त होइन गाइस। तपाईको मम्मीको टिकटक चाहिँ हेरेको छु मैले रे। हेर्नु सबैजना लाइक कमेन्ट पनि गरिदिनु गाइस। अलि ओभर एक्टिङ त दाँत मात्र खेस्छ। बात त सही है। हैन गाइस, त्यस्तो नभन्दिनु न, राम्रो लाग्छ त टिकटक। त्यस्तो नराम्रो त छैन गाइस। गाइस मम्मी चाहिँ टिकटकमा चाहिँ आइराख्नुहुन्छ, तर लाइभ चाहिँ बस्न मान्नुहुन्न मम्मी चाहिँ। तपाईको मम्मी त टिकटकमा मात्र राम्रो हैछ, रियलमा त कस्तो झुत्रे जाम। मम्मी तपाईको मम्मी त टिकटकमा मात्र राम्रो हैछ, रियलमा त झुत्रे झाम्रे पो हैछ रे। ए धन्यवाद रे गाइस, धन्यवाद रे गाइस। तपाईको मम्मीले चाहिँ भाइ बहिनी तपाईलाई चाहिँ कसलाई बढी माया गर्नुहुन्छ अरे? मेरो मम्मीले चाहिँ हामी तीन भाइमा चाहिँ सबभन्दा धेरै माया चाहिँ सानो भाइलाई र बहिनीलाई गर्नुहुन्छ। मलाई चाहिँ अलि हेला टाइपको गर्नुहुन्छ है गाइस। बात त सही है। मलाई चाहिँ अलि गाली गर्नुहुन्छ, जे गल्ती गरे पनि भाइ बहिनीलाई सानै छन् तैँले नै बिगाडिकेस् भन्नुहुन्छ गाइस। तपाईको मम्मी त कति स्वार्थी हुनुहुन्छ रे। त्यस्तो नि नभन्नु गाइस। तपाईको मम्मीलाई बोलाउनु पर्यो बाहिर एकछिन रे। मम्मी बाहिर आउनु एकछिन। गाइस मेरो मम्मीले चाहिँ अहिले बल्ल रियलाइज गर्नुभयो कि टिकटकको लाइभमा पनि कसैले त्यस्तो स्वार्थी भन्छ त भन्नुहुन्छ गाइस। ड्याडीलाई कुरा लाउँदै हुनुहुन्छ है गाइस, सबै भन्दै हुनुहुन्छ। यहाँ अलि सुनिनु रहन्छ। तपाईको मम्मीलाई बोलाइहाल्नु पर्यो के, राम्रो लाग्छ टिकटक। यहाँ एकछिन यहाँ एकछिन नाचेर एक्टिङ गरिदिनु पर्यो रे। मम्मी आउनु रे। मम्मी ओ मम्मी नबोलिदिनुहोस् ल गाइस। सक्सेस भयो नै भनौँ होइन। ल मेलन ल के नानु सोध्नु ल। म त्यहाँ रेकर्ड गरेको चाहिँ अन्त किन यताको रेकर्ड कुरा त्यस्तो ड्याडीलाई चाहिँ लाइभमा त देखायो? यो लाइभ बसेको यो देखाउने यता हेरेछ यो लाइभ हो होला। त्यो छे खिच्यो त्यहाँ हेर्नु नि त्यो अम्लाले रेकर्ड यस्तै आउँछ का लाइभ बस्दाखेरि? बात त सही है। पठाइन्छ त अनि त लाइभ बस्दाखेरि यस्तै आउँछ का? तपाईको मम्मी त कुराउटे पैसा होइन गाइस, कुराउटे त होइन। अब लाइफमा के अरे हस्बेन्ड वाइफमा चाहिँ हरेक कुरा सेयर त हुन्छ होइन गाइस। त्यही भएर चाहिँ मम्मीलाई विश्वास लागेन लाइभ बसेको। अब तपाईँहरूले अलि राम्रो कमेन्ट गरिदिनु न। राम्रो कमेन्ट गरिदिनु भयो भने मम्मीलाई अलिकति विश्वास लाग्न सक्छ। ए भइहाल्छ नि, तपाईँको मम्मी त विश्वास एकदम धन्यवाद गाइस मेरो मम्मीलाई त्यस्तो भनिदिएकोमा। नभएको कुरा पनि साँचो भनी बोल्नु परिरहेको। बात त सही है। प्राङ्क इज सक्सेस। मम्मीले चाहिँ मनमा अलिअलि विश्वास चाहिँ गर्नुभयो रहेछ, बट के भन्छ सक्सेस विश्वास गर्नुभयो रहेछ। अलिकति चाहिँ 50-50 गर्नुभएको रहेछ। त्यही भएर ड्याडीलाई ड्याडी पनि चुप।
ड्याडीलाई थाहा छ नि त मेरो सपोर्टर ड्याडी चाहिँ। अनि ड्याडीले चाहिँ त्यो भन्नु भएन कि यस्तो यस्तो भनेर चुप भन्नुभयो। मम्मीले कुरा काट्न पनि सक्नु भएन, त्यो झुटो कुरा भन्न सक्नु भएन, नभए त भन्नुहुन्थ्यो होला। मलाई मेरो सपोर्टर बाई।